सिधा कुरा आज केपी ओली र रमेश लेखकलाई अदालतमा लग्ने भन्ने कुरा छ होइन। आई होप होइन भगवान्सँग यही प्रार्थना गर्छु अनि पशुपतिनाथसँग यही प्रार्थना गर्छु कि उनीहरू दोषी ठहरोस्, जाओस्, आजीवन नै जाओस् होइन। त्यही प्रार्थना गर्छु। समस्त नेपालीहरू त्यही कुरा गर्नु होला। होइन भने चाहिँ उनीहरूले देश खाएकै छ, फेरि पनि आएर खाने नै हुन् होइन। बहुमतको सरकार छ, झन्डै 2 तिहाईको, केही गर्नु पर्यो, नगरेर हुँदैन होइन। यही जान्छ कि देश सानो सानो कुराहरूले असर गर्छ कि होइन। सानो कुराहरू राख्नुहोस् होइन, जनता खुसी हुन्छ कि। अब हिजो आज कति कुराहरू मैले होइन देखिसक्यौँ, राम्रो कुराहरू आइसक्यो। जस्तै हाम्रो चाहिँ विद्यालयहरूमा चाहिँ राजनीतिक सङ्गठनहरू खारेज गर्ने होइन, अनि निजामती सङ्गठन खारेज गर्ने भन्ने कुरा आएको छ। एउटा सुरुवात चाहिँ राम्रो भइरहेको छ होइन। आई होप यस्तै सुरुवात होस् भन्ने चाहिँ हामी समस्त जनताहरू चाहन्छौँ, यस्तै होस् होइन। म आजको मेन एजेन्डा भनेको चाहिँ, मेरो सोच भनेको चाहिँ केपी ओली र रमेश लेखक दोषी ठहरोस् होइन, उनीहरू जेल जाओस्, त्यति हो कि आजको मेन एजेन्डा। मेरो मेन सोच चाहिँ दिनभरिको सोच भनेको त्यही हुनेछ मेरो। भोलि म काममा हुन्छु तर सोच चाहिँ त्यही हुन्छ मेरो।